हेलो गाइज वेलकम टू माई न्यू मिनी ब्लग। आज चाहिँ शनिबार हो। म चाहिँ मामा घर आएको थिएँ। के गरम भइरहेको त हेर्दा म चाहिँ नेचरको मजा लिने गाइज। भ्यू चाहिँ लास्टै राम्रो पाउँछ। म त भ्यू देखाउँछु एकचोटि। हजुर के को सपोर्टर हुनुहुन्छ फिफामा चाहिँ? म चाहिँ पोर्चुगलको फ्यान हो। तर पोर्चुगल कहिले कहीँ के अरे फर्म हेर्दाखेरि गाह्रै जित्न, तर प्रयास गऱ्यो भने चाहिँ जित्न सकिन्छ। हिजोको क्याप हारेर अर्जेन्टिना म्याचको गोल हेर्नुभयो गएर कमेन्ट गरिदिनु होला। सुरुमा त मलाई पनि अर्जेन्टिना जित्यो पनि, तर 60 मिनटभन्दा अगाडि चाहिँ राम्रै भइरहेको थियो। 60 मिनटभन्दा अगाडि चाहिँ अर्जेन्टिनालाई राम्रो हान्दा थियो। तर 60 मिनटपछि चाहिँ अर्जेन्टिनाको फर्म त्यस्तो राम्रो चलेन। क्याबो हार्डेले गोल हानिसकेपछि मलाई लागिरहेको थियो के अरे क्याबो हार्डेकै साइडमा हागेँ, तर लास्टमा अर्जेन्टिनाले एक गोल हानेर म्याच जित्यो। म चाहिँ मामा घर आएको थिएँ। मलाई कहिले स्कुल खुल्ला जस्तो भइसक्यो। आज भोलाइरहेको मलाई कहिले होला मामा घर जाने यस्तो भइसक्यो। यस्तो भइसक्यो। भोलि स्कुल छ। के गरम भइसक्यो। पानी पर्न आएको जस्तो के अरे हाम्रो स्कुलमा चाहिँ विकली स्पोर्ट्स हुन्छ। अनि त्यो स्पोर्ट्समा चाहिँ क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, एङ्करिङ, सिङ्गिङ के हुन्छ। तर सधैँ एङ्करिङ सिङ्गिङ मात्र हुन्छ। होइन हाम्रो हुन्छ कि क्लास हेड के अरे हामीलाई सिङ्गिङ एङ्करिङ के हुन्छ। पहिला एक हप्ता सुरुमा भएन है पानी परेर। अनि अर्को हप्ता हुन्छ भन्यो। अर्को हप्ता फेरि त्यो एङ्करिङ सिङ्गिङ के हुन्छ भन्यो। अनि अनि ब्याडमिन्टन, अनि क्रिकेट, ब्याडमिन्टन, फुटबल चाहिँ फेरि अर्को हप्ता हामीले कुर्यो। हप्ता कुरेपछि फेरि हुँदैन भन्यो। यतिले बोलायो। होइन मैले बुझेँ स्कुलले कि गरम भयो गराओस्, नभयो गरम निस्किन के है। त्यही भएर आई एम भेरी डिसअपोइन्टेड विथ माई स्कुल। जो सब त्यो कुरा सम्झेर के हुँदैन। त्यो भ्यूको मजा लिनु गाइज। तर मेरो मामा घरमा चाहिँ भ्यू चाहिँ खतरा भएको छ। मैले चाहिँ तर एउटा घर देखाउँछु। त्यो घर चाहिँ भयो 1-2 वर्षै भयो। तर त्यहाँ खै घर बनाएर मान्छे फुकेर गएको थियो। त मलाई दिन्थ्यो जस्ट फन फ्याक्ट। तर घर देख्छु। त्यो घर चाहिँ यही मेरो पहाडी देख्नुभएको घर। यो बनायो तर यहाँ मान्छे धेरै कोही बस्दैन। त्यही हो। पानी पर्दा त घामको किरणले मेरो मुखमा लागिसक्यो। तपाईँले एउटा क्वेसन सोध्छ है त म। सानो मान्छे तपाईँले याद गर्नुभयो होला। सानो मान्छेहरू गोरु हुन्छ किन भन्नु न? थाहा भने कमेन्टमा गएर यसको एन्सर लेख्नु होला। थाहा छैन भने यहाँ आन्सर सुन्नु। हजुरले प्लिज मैले भन्नुभन्दा अगाडि लेख्नु होला, नभए चिटिङ हुनसक्छ। त्यही भएर मेरो गाइजहरूले चिटिङ गर्न सक्नु हुँदैन। किनभने यो चाहिँ एउटा फनको लागि है, टार्गेट गरेँ होइन मैले कसै बुन्टे मान्छेलाई। त्यसै किनभने घामको किरण सानो मान्छेबाट पुग्दैन। मैले एउटा सुनेको थिएँ कि सर्ट्स, त्यसमा चाहिँ पोर्चुगल र अर्जेन्टिना बिच त्यो ब्याटल भइरहेको रहेछ। अनि एउटा द केओस भन्ने एउटा छ युट्युब च्यानल। त्यो युट्युब च्यानलले चाहिँ त्यो एउटा राजेश भन्ने भाइ छ त्यहाँ
त्यो राजेश भन्ने भाइले चाहिँ यहाँ चाहिँ पोर्चुगल के अरे अर्जेन्टिना फ्यानहरूलाई धेरै धेरै अहङ्कार नगर भाइ, तेरो अहङ्कार ढल्न सक्छ। त अङ्कलको व्यवस्था गर्दै गर केटा हो। पोर्चुगलले वर्ल्ड कप जितेपछि अर्जेन्टिना फ्यानको मुटु जल्न सक्छ। त मैले सुनि है, सुन्न त सुनि, तर मैले केही बुझिनँ। किन भन्नु न, किन सपनाको साथी होइन कि क्रस झरेर आएको छ मलाई। झोला आएको छ तर साथी देखाउँछ, साथी साथी ओ साथी भन्न मारेन साथीले भयो। कहीँ नपाएको साथी स्याल मरेको स्याल चाहिँ देखेँ भने देख्नु है, त्यो गइरहेको म त गर्छ त साथी गयो।